जसले शैलसुता महेश्वरसँगै सम्बन्ध गाँसिदियो, ब्रह्मा विष्णु महेश इन्द्र सहितै आफ्ना बसैमा लियो। त्यस्तै श्री जगदम्बिका भगवती स्वस्थानीलाई नमा। आज्ञा पाऊँ कथा म भन्छु जननी, श्रोता जुटाइकन। यं ब्रह्मा वरुणेन्द्र रुद्र मरुतः स्तुन्वन्ति दिव्यैस्तवै, वेदै साङ्गपदक्रमोपनिषदैर्गायन्ति यं सामगा। ध्यानावस्थित तद्गतेन मनसा पश्यन्ति यं योगिनो, यस्यान्तं न विदौ सुरासुरगणा देवाय तस्मै नमः। श्रीमच्चन्दन चर्चितो ज्वलवपु शुक्लाम्बरा मल्लिका, मालालङ्कृत कुण्डला प्रविलसन् मुक्तावली शोभिता। सर्वज्ञान निदान पुस्तकधरा रुद्राक्ष मालाधरा, वाग्देवी वदनाम्बुजे वसतु मे त्रैलोक्य माता चिरम्। मुखं करोति वाचालं पङ्गुं लङ्घयते गिरिं, यत्कृपातमहं वन्दे परमानन्दमाधवम्। नमो भगवते तस्मै व्यासायमित तेजसे, यस्य प्रसादात् वक्ष्यामि नारायणकथामिमाम्। नारायणं नमस्कृत्यं नरं चैव नरोत्तमं, देवी सरस्वती व्यासं ततो जयमुदीरयेत्। तेजस्वी भगवान् व्यास तिम्रै गर्छु वन्दना, स्वस्थानि शिवको भन्छु नारायण कथायः। महादेव नमस्कार नारायण नमो हरि, देवी सरस्वतीं व्यास स्वस्थानि परमेश्वरी। ओम श्री स्वस्थानि परमेश्वर्यै नमः। मन्त्रपुष्पाञ्जलिं समर्पयामि। परम आदरणीय साधक साधिकाहरू जो यति बेला श्री स्वस्थानी परमेश्वरीको व्रत उपासना गर्दै हुनुहुन्छ, यहाँहरू सबैले हातमा लिएको पुष्पाञ्जलि भगवती माताका चरण कमलमा अर्पण गरेर अब एकाग्र चित्तद्वारा श्री स्वस्थानी भगवतीको कथा श्रवण गर्नुहोस्। कुमारजी आज्ञा गर्नुहुन्छ, हे अगस्त्य मुनि, तपाईँले पहिलो अध्यायमा देवता र दक्ष कन्याहरूको विवाह सम्बन्धी कथा श्रवण गर्नुभयो भने अब यो अध्यायमा भगवान शिवजी र माता सत्यदेवीको विवाह सम्बन्धी वर्णन गर्नेछु। तपाईँ ध्यान दिएर सुन्नुहोला। लगन आयो बिहेको बेला, शङ्करले गर्दैछन् अबेला। अचेत छन् धतुरो तानेर, विष्णु यता बस्छन् पीर मानेर। बिरणीले सामग्री जुटाइन्, रोटी हाल्न चामल कुटाइन्। मैले लिँदा शिवजी बुङ्गिने, कसरी हो यो बिहे टुङ्गिने। कस्तो ममा पर्यो नि आपद, नबेचनु नदिनु सापट। भगवान शिवजीलाई छल गरेर सतीदेवीको हात पार्नका निम्ति दक्ष प्रजापतिको महलमा कन्या थाप्न भनेर गएका भगवान विष्णुलाई भगवान शिवजी यति बेलासम्म यज्ञ मण्डपमा नआउँदाखेरि बडा पीर मानेर बस्नुहुन्छ। आयो लग्न विवाहको र हरिको, चाँडै सवारी भयो। आकाश मार्ग भएर यान हरिको, दौडेर घरमा गयो। श्री नारायणलाई दक्षपतिले सत्कारले स्वागत। उत्तम आसनमा बसाल्नुभयो, सेवा टहलमा स्वत। उत्तम सुन्दर भव्य मण्डप बन्यो, तोरण पताका दिले। बाजाहरू हरेक ताल लयमा, गन्धर्व आई मिले। ज्वाइँ छोरी रमा उदै महलमा, जो काम त्यो गर्दथे। गन्धर्व गणहरू नृत्य गरँदै, शोभा अति भर्दथे। डाकेका अतिथि उपस्थित हुँदा, गर्थे ठुलो स्वागत। ल्याएका सबदानका चिज थिए, भण्डारमा व्यापक। पाहुनाहरूले खचाखच भयो, वैवाहिक मण्डप। वेदोच्चारणले सुआशिषहरू बोल्दै थिए पण्डित। कार्यारम्भ विवाहको हुन गयो, पण्डित हाजिर भए। श्री नारायण बेहुलो बनी छिटै मण्डप जग्गामा रहे। सम्झे आज विवाहको दिन भनी, कैलाशमा शङ्कर।
ब्राह्मण वृद्ध बनेर हाजिर भए ती दक्षजीका घर। यसरी वृद्ध ब्राह्मण भिक्षु बनेर गएका भगवान शिवजीले दक्षका यज्ञ मण्डपमा पुगिसकेर यो वचन बोल्नुहुन्छ। धेरै काल भयो नखाई मैले यात्रा गरेको पनि, आशा राखी यहाँ उपस्थित भएँ मिल्नेछ खाना भनी। रोकी काम विवाहको गरेपछि खाना खिलाऊ अब, इच्छा तृप्ति नभई बिहे हुन गए नोक्सान होला सब। भिक्षा देही भनी खडा हुनुभयो हेरेर चारैतिर, आयो को भनी दक्ष विष्णु दुईको ठाडा भएका शिर। भिक्षा देऊ नरोक यो समयमा जाँदैछु टाढा मता, पर्ला श्राप विचार राख अहिले हेरिरहेछौ कता। भिक्षु बनेका भगवान शिवजीका यो कुरा सुनेर यज्ञ मण्डपमा बेहुला बनेर बसेका भगवान विष्णुले भन्नुहुन्छ, योगीका सँगमा गएर हरिले पाउ समातिकन, बिन्ती गर्नुभयो मिठा वचनले टक्राउँदै आसन। हे ज्ञानी तपका धनी ऋषि मुने क्रोधाग्नि त्यागिकन, आशीर्वाद दिनुहोस् वरवधु ठानेर आफ्ना जन। आए राज होस् प्रभु मसँग नै जहाँ बसेको म छु, कन्यादान पछाडि मात्र प्रभुको सेवा सबै गर्दछु। मिठा नम्र विनम्रका वचनले जोडेर बाहु पनि, आफ्नै आसनमाथि राख्नुभयो बस्नु होस् है भनी। कन्यादान दिने सबै तही थिए जहाँ रहन्थिन् सती, आए साथ लिएर तिल जलकुश सम्बन्ध व्यक्ति जति। मन्त्रीको जल स्वर्ण पात्र करले छेकेर चारैतिर, बस्थे दक्ष सुपुत्री हर्षित हुँदै दिदी भिना जुनिर। हातमा जौतिल कुश पत्र फुलका बाली दियो साथमा, सौंपे छोरी सती दिने चलन भई श्री विष्णुका हातमा। हातमा हात मिले गएर सबका सन्यासी ब्राह्मणसित, वृद्धा ब्राह्मण कि भइन् सतीबरा छलमा परिन् निश्चित। वृद्धा ब्राह्मण कि भइन् सतीबरा छलमा परिन् निश्चित। विष्णुले छल गरी सती देवी शिवलाई, विष्णुले छल गरी सती देवी शिवलाई, विष्णुले छल गरी सती देवी शिवलाई, विष्णुले छल गरी सती देवी शिवलाई। यसरी छल गरेर भगवान विष्णुले आफ्नै छोरी सतीदेवीको हात ती वृद्ध ब्राह्मणको हातमा पारिसकेपछि दक्ष प्रजापति भन्दथे सबै कपटी विष्णु छलका नायक, के गल्ती थियो छोरी र मेरो बन्यौ नि नालायक। धिक्कारले ऊ विश्वासघाती पापका भकारी, छलेर आँखाको रूपलाई उचाली पछारी। मायाले छोपी झिराले रोपी बुढाका हातमा, ईश्वर भनी विश्वास परे भुलायो बातमा। के पाप मैले गरेको थिएँ सजाय दिलायौ, मोतीको टुक्रा लगेर सिधा माटोमा मिलायौ। अनि यसपछि दक्ष प्रजापतिले आफ्नै छोरी सतीदेवीलाई सम्झाउँदै भन्दछन्, छोरी पिर नल्याउ छली कपटिका फेला परियो भनी। भाग्यै हो बलवान घुम्छ शिरमा भोग्छन् सबैले पनि। आँसु कति नझार छोरी तिमीले सम्झेर बहिनीहरू, लेखेको यही नै रहेछ तिमीमा मैले पनि के गरूँ। यस्तै बात गरेर ज्वाइँसँगले दरबार जाँदा भए, सेवा पुग्न गयो सतीसँगै बसे बुढा जवानी भए। केही यामवशी भयो शिवजीको कैलाश जाने मन, आफ्नो जित भयो भनेर प्रभुको आनन्दमा जीवन। यसरी केही समयसम्म ससुरालीका घरमा बसेर सुख भोग भोगिरहेका वृद्ध ब्राह्मण रूपी भगवान शिवजीले सत्यदेवीलाई सम्बोधन गर्दै भन्दछन्, धेरै यामहरू बिते महलमा पत्ता नपाइकन, हे प्यारी अब जानुपर्छ घरमा मागेर बिदा सुन। धेरै बस्न हुँदैन माइत महा छोरीहरूले पनि, मागी आऊ बिदा सबैसँग सती घरमा म जान्छु भने। आफ्ना पति परमेश्वरको यी कुराहरू सुनेर माता सतीदेवी आफ्ना माता पिताका साथमा गएर भन्दछिन्,
बाबा म घरमा जान्छु भोग्दछु कर्मको फल जिन्दगी व्यर्थ भो मेरो विष्णुले गर्दा छल बहिनीहरूले स्वामी देवता पाउँदा भए मेरो यौवनमा आज वृद्ध योगी डुलिरहे दैवलाई छ धिक्कार धिक्कारी जिन्दगी पनि बिरानो देशमा आमा जाँदैछु घरमा मनी जस्तो जे भाग्यले पार्यो टार्न सक्छ र को यहाँ साथ जाने बिदा पाऊँ लानेछन् पतिले जहाँ घुम्दछन् कर्मका खेलमा स्वर्गका देवता सबै जाँदैछु म पिता माता आउँला पछि भेटन है। यसरी आमा बुबासँग बिदा मागिसके पछाडि भगवान शिवजी र माता सतीदेवी कैलाशको बाटोतर्फ लाग्दछन्। आमा बाबु दुवैजनासँग बिदा मागिन् सतीले पनि बाटो लागि हिँडे ती दम्पति दुवै जान्छौँ बसे है भनी बोल्थे शङ्कर प्रेमका गफ गरी मेरी प्यारी सती मै बुढो छु तिमी जवानी रूपकी आतिन्छ यो मन अति यस्तै बात गरी सती पशुपति कैलाशको टापुमा थाक्यो ज्यान हिँडाई तीव्र हुन गई शक्ति नभई आफूमा लीला हो शिवको परीक्षण लिनै झुप्रो तयारी गरे आराम गर्छु म भोक लागन गए भण्डार गई पेट भरे लामो याम सुते ती मात्र निदमा निद्रा परेको कति स्वामीका सँगमा उपासक बनी जागै बसिन् ती सती निद्रा खुल्न गयो र शङ्करजीले लाल लाल आँखा गरी गाली धेर गरे उठेर रिसले डाँटेर सातो हरि आफ्ना प्रति परमेश्वरको क्रोधलाई शान्त पार्दै माता सतीदेवी भन्नुहुन्छ खाएँ टन्न भण्डारमा गई नयाँ ताजा मिठाईहरू सेवामा छ सदैव दासी भगवान आज्ञा होस् के गरौँ इच्छा के छ हजुरको हुकुम होस् गर्नेछु सेवा सदा स्वामीकै करुणा भए पुगी गयो आनन्दमा छु मता आफूले यसरी रिस प्रकट गर्दा पनि माता सतीदेवीले बडा करुणामय तरिकाले यो वचन बोलेको सुनेर भगवान शिवजी भन्नुहुन्छ हाम्रो यो घर हैन प्यारी खरको विश्राम गर्ने थलो भत्काइकन भित्र जाऊ नयने गर्दैन यसले भलो पायो दुःख दिए अनर्थ नलिए धोका दिएको भनी भित्तो फोरी टुलुक्क हेर घरता यसको पछाडि छ नि स्वामीका यी वचन सुनेर माता सतीदेवी पुनः भन्नुहुन्छ हे स्वामी प्रभुको उमेर बयको मेरो छ कच्चापन दोस्रो मिल्छ कता बनाउँछ र को यहाँ यसलाई फ्याँकिकन बाँकी सोच विचार त्यागी अरू केही यसमै गरौँ सञ्चय भोगौँलासँग भाग्यको फल जति होला यसैमा जय प्यारीका सहयोगी शब्दहरूले पग्ल्यो प्रभुको मन फ्याँकी झोपडी तो दिलाउनु भयो कैलाशको दर्शन भागे पीरहरू सबै जननीका देखेर राम्रो घर शङ्काले मनमाथि शासन गर्यो लागेर होला डर हिरा मोती जुहारले झलकने कैलाशको त्यो घर सेना सन्त महन्त देखि सतीको भाग्यो हरायो डर। अनि यसपछि भगवान शिवजीले माता सतीदेवीलाई आफ्नो यथार्थ स्वरूपको दर्शन दिनुहुन्छ। जाग्यो शङ्करको दया र मनमा दर्शन म दिन्छु भनी आज्ञा गर्नुभयो सती भगवती एक काम गर्छौ तिमी घरको चोक महापवित्र जलले गौ गोबरैले लिप दर्शन शङ्करको गरी बस प्रिय भोला महादेवसित आफ्नो रूप प्रकट गरिदिनुभयो श्री रुद्रले दर्शन भोलानाथपति मिले भनी सती लागिन् अति हर्षिन धोई पाउ पूजा गरेर शिवको हाँसेर बस्ती भइन् पाए स्वामी पशुपति भनी सती आनन्द मानिरहिन् गर्दै स्वागत हर्षले मखमली पैराई माला पनि गर्छिन् पूजन प्रेम साथ जननी मेरा पियारा भनी चिन्ता दूर भए महेश्वर जय फूर्ति भयो जीवन स्वामीका चरणारविन्द पदमा कोटि सहस्रौं नमः शिवजीसँग सतीको बिहे विष्णुका छलले दक्षका गाली रुद्रको बाचा दैवका बलले
माइतदेखि घरमा ल्याए कैलाश पुर्याए चोकमा गई सकली रूप शिवले देखाए दाम्पत्य नाता पथका शब्द प्रेमका कहानी सुवर्ण शैल हिमाल सेतो टल्केको बिहानी माकुरी जाल पातीको भित्तो स्याउली छानाले फोहोर मैला रन्केको घर मछिट गानाले सुनाए मैले अगस्त्य मुनि जानी वा नजानी मुक्तिका दाता सर्वेश ज्ञाता शिवको कहानी मुक्तिको स्रोत त्रिपुर दाह वाचन गर्दछु पञ्चम सर्ग प्रवेश गर्दै अगाडि बढ्दछु चढाउँ मनका फूल शिवका माथमा जल कर्मका धर्मका बलले मिल्नेछन् रसिला फल आस्था हो मुक्तिको केन्द्र शक्ति हो धर्म पद्धति ध्यान देऊ यतातर्फ भन्छु मैले बुझे जति पाखण्डी दुष्टको नाश निश्चित छ यम नर्कमा त्रिपुरा दैत्यको व्याख्या गर्दछु पञ्चम सर्गमा शिव शरणं हरि शरणं रक्षा गर सोस्तानी अम्बे शरणं गौरी शरणं लक्ष्मी शरणं दुर्गा देवी अम्बिके काली शरणं ब्रह्म शरणं विष्णु शरणं रक्षा गर सोस्तानी शिव शरणं हरि ओम तत्सत् ओम स्वस्ति श्री स्कंद पुराणे केदारखंडे माघ महात्म्ये कुमार अगस्त्य संवादे श्री स्वस्तानी परमेश्वर्यां व्रतकथायां शतीदेवी विवाह कैलास गमनं नाम चतुर्थोऽध्यायः। ओम उपनयतु मंगलम वा सकल जगन मंगलालय श्रीमान दिनकर किरण निबोधित नव नलिना दल निवेक्षण कृष्ण काले वर्षतु पर्जन्यं पृथिवी शशिशालिनी देशोऽयं क्षोभरहितो ब्राह्मणः सन्तु निर्भया अपुत्रः पुत्रिणः सन्तु पुत्रिणः सन्तु पौत्रिणः निर्धना सदना सन्तु जीवन्तु शरदां शतं तत्रैव गंगा यमुना च तत्र गोदावरी सिन्धु सरस्वती च तीर्थानि सर्वाणि वसन्ति तत्र यत्राच्युतो द्वारकथा प्रसंग या कुन्देन्दु तुषारहारधवला या शुभ्रवस्त्रावृता या वीणावरदण्डमण्डितकरा या श्वेतपद्मासना या ब्रह्माच्युतशङ्कर प्रभृतिभिर्देवैः सदा वन्दिता सा मां पातु सरस्वती भगवती निःशेषजाड्यापः कायेन वाचा मनसेन्द्रियैर्वा बुद्ध्यात्मना वा प्रकृतिस्वभावात् करोमि यद्यत् सकलं परस्मै नारायणायेति समर्पयेत्। ओम श्री स्वस्तानी परमेश्वर्यै नमः। मंत्रपुष्पांजलिं समर्पयामि।